यदि पत्रकारिता जगत यो मिडियाका मूलभूत मूल्य मान्यतालाई आत्मसात गर्दै अगाडि बढ्ने हो भने पत्रकारिता सञ्चार जगत भनेको लोकतन्त्रको बलियो जग आधार पनि हो। त्यसले गर्दा यो अति नै महत्त्वपूर्ण। जस्तै विगतमा हामीले सुन्ने गरेका छौँ पञ्चायत कालमा यस्तो अहिलेको जस्तो भ्रष्टाचार यस्तो हत्या हिंसा हुँदैन थियो भन्ने हिसाबले कतिपय मान्छेहरूले कुरा गरेको सुनिन्छ। तर ती कुराहरू त्यति बेला त्यस्तो राम्रो हुन्थ्यो भने देश विकासको धेरै अगाडिको स्टेपमा पुगिसकेको हुन्थ्यो होला। तर त्यति बेला मिडियाको पर्याप्त विकास भएको थिएन। त्यसले गर्दा ती कुराहरू बाहिर आउन पाउँदैनथे। त्यसमा चाहिँ मिडिया अहिलेको जस्तो स्वतन्त्र निष्पक्ष यस्तो प्रेस स्वतन्त्रता कुराहरू त्यति बेला थिएन। त्यसले गर्दा मिडियालाई चाहिँ हामीले एकदमै धेरै यसलाई चाहिँ व्यवस्थित गर्दै यसलाई निष्पक्ष बनाउँदै यसमा भएका पनि विकृतिहरू जस्तै पिक पत्रकारिता जस्ता कुराहरू आउँछन् त्यसलाई नियन्त्रण गर्दै जाने हो भने जस्तै देशको गरिबी देशभित्रका कुना काप्चामा रहेका समस्याहरू उजागर भएर यो चाहिँ एजेन्डा सेटिङको एउटा पोलिसीको एजेन्डा सेटिङको एउटा महत्त्वपूर्ण माध्यम मिडिया हो। राज्यको हरेक क्षेत्रमा भएको अनियमितता भ्रष्टाचार अन्त्य गर्नलाई मिडियाको एकदमै धेरै महत्त्वपूर्ण भूमिका हुन्छ। अब आयो प्रभाव राष्ट्रिय दैनिकको कुरा। अब प्रभावसँग म जोडिएको लगभग 9 महिना जति भयो। जस्तै मलाई वैदेशिक रोजगार विभागमा आउनुभन्दा अगाडि म अब त्यति धेरै यो पत्रिकाको विषयमा जानकार थिइनँ। तर जब त्यहाँ आएँ त्यसपछि मेरो अफिसको दिन नै प्रभाव राष्ट्रिय दैनिक टेबलमा अगाडि नै पुगिसकेको हुन्छ र त्यो पढेर सुरु हुन्छ। त्यसले गर्दा जस्तै अघि यहाँ अगाडि पनि एउटा विज्ञापनहरू केही बजिरहेको थियो तपाईँको दिन प्रभावसँग सुरु हुन्छ भन्ने सन्दर्भमा चाहिँ अहिलेको दिनसम्म दिन नै मिडियाबाट यो प्रभावबाट सुरु गर्नलाई प्रभावले अलिक धेरै मेहनत गर्नुपर्नेछ। यद्यपि वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने हरेक मान्छेको दिन अफिस डे चाहिँ प्रभावबाट सुरु हुने वातावरण भएको छ। तर यसलाई प्रत्येक मान्छेको हातमा पुर्याउन प्रत्येक नागरिकको सरकारहरूका विषयहरू समेटेर प्रत्येक नागरिकको हातमा पुर्याउन अझै धेरै मेहनत गर्नुपर्नेछ। अब यो तेस्रो वार्षिक उत्सव पछिल्ला दिनहरूमा प्रभावले त्योतिर पनि ध्यान दिएर आफ्नो कार्यक्षेत्र आफ्नो विषय क्षेत्र जस्तै अहिले चाहिँ वैदेशिक रोजगारको क्षेत्रमा विशेष फोकस छ त्यो गर्नुपर्ने देखिन्छ। अब वैदेशिक रोजगारभित्रका विकृति विसङ्गति त्यहाँका कर्मचारीले गर्ने वैदेशिक रोजगार व्यवसायलाई कर्मचारीको तर्फबाट हाम्रो ब्युरोक्रेटिक एउटा मेकानिजमको तर्फबाट भएका अप्ठ्यारा कुराहरूलाई उजागर गरेर वैदेशिक रोजगारीलाई हामी वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने मान्छे हौँ म वैदेशिक रोजगार विभागमा काम गर्छु भन्न मैले सबैको अगाडि छाती फुलाएर भन्न सक्ने अवस्था आउनलाई प्रभाव दैनिकको निकै महत्त्वपूर्ण भूमिका हुन्छ। यसले चाहिँ त्यहाँभित्र भएका सबै कुरा विकृति विसङ्गति कर्मचारी तन्त्रमा भएका व्यवसायमा भएका कुराहरूलाई उजागर गरेर बाहिर ल्याउने पहल गरि नै रहनुपर्छ। अहिलेसम्म गरि नै रहेको छ। र मलाई एउटा के राम्रो लाग्छ भने जस्तै कर्मचारीहरूका पनि केही अप्ठ्यारा कुराहरू हुन्छन्। अब यत्तिकै बदनाम गर्ने हिसाबले पनि कुनै सानो कुरामा कसैले कुनै काम नहुने काम नगरिदिए बापत अथवा कसैले चाहिँ कुनै अब जस्तै अर्को कर्मचारीभित्रै पनि कोही धेरै खालको व्यक्तित्वहरू हुन्छ। अब त्यहाँ चाहिँ कुनै एउटा व्यक्तिले अलिक खराब कामलाई प्रश्रय दिइरहेको छ र अर्को मान्छेले त्यसलाई चाहिँ नकारिरहेको छ भने अर्को खराब पक्षले चाहिँ यत्तिकै केही अलिकति मोलाहिजा गरेर पैसाको